सो आजको टपिक चाहिँ के हो भन्दाखेरि चाहिँ रनिङ एमपिआई एक्रस डिफ्रेन्ट मेसिन। ओके, सो रनिङ एमपिआई एक्रस डिफ्रेन्ट मेसिन भनेको चाहिँ के? यो भनेको चाहिँ के भन्दाखेरि चाहिँ हामीले एउटा ल्यान्ड क्लस्टर चाहिँ क्रिएट गर्छौँ होइन, जसमा चाहिँ हामीले के गर्छौँ, दुईवटा भिएम लिन्छौँ। ओके, सो भिएम1 र भिएम2। सुरुमा के गर्नु पऱ्यो, भिएम1 मा उबन्टु इन्स्टल गर्नु पऱ्यो अथवा जुनसुकै लिनक्स पनि इन्स्टल गर। भिएम2 मा के गर्नु पऱ्यो, उबन्टु अथवा लिनक्स जुनसुकै इन्स्टल गरेर गर। ओके, सो दुईटामा के भयो, लिनक्स युज भयो। ओके, सो भिएम1 र भिएम2 पनि के हुनु पऱ्यो, सेम आर्किटेक्चरको हुनु पऱ्यो। जस्तै फर इक्जाम्पल x86 नै हुनु पऱ्यो दुईटामा होइन। ओके, सो यो भइसकेपछि अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ दुईटै भिएममा चाहिँ के हुनु पऱ्यो, एमपिआई इन्स्टल हुनु पऱ्यो। ओके, सो यो एमपिआई इन्स्टल भए पनि होइन, दुईटै एमपिआईको भर्जन चाहिँ के हुनु पऱ्यो, हाइफन भर्जन चाहिँ के हुनु पऱ्यो, सेम हुनु पऱ्यो। अब नेक्स्ट स्टेप के, अब नेक्स्ट स्टेप के भन्दाखेरि हामी क्लस्टरमा काम गर्दैछौँ भने अब एउटा भिएममा भएको उबन्टुले अर्को भिएममा भएको उबन्टुलाई पनि के हुनु पऱ्यो, चिन्नु पऱ्यो। ओके, र हामीले के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ होस्ट फाइलमा चाहिँ /etc/होस्टमा चाहिँ के गरेर राख्नु पऱ्यो भन्दाखेरि चाहिँ भिएम2 को पनि इन्ट्री राख्नु पऱ्यो। ओके, लेट्स से भिएम2 चाहिँ के हो, वर्कर नोड हो। ओके, सो etc होस्टमा चाहिँ के गर्नु पऱ्यो, मैले भिएम2 को आइपी र यसरी वर्कर भनेर राखिदिनु पऱ्यो। यो चाहिँ के हो, यसको होस्ट नेम हो। ओके, सो होस्ट फाइलमा इन्ट्री पनि। सो नेक्स्ट के गर्ने, अब हामीले यो दुईटाको बिचमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि कम्युनिकेसन इस्टाब्लिस गर्नको लागि चाहिँ पासवर्डलेस एसएसएच चाहिँ गर्नुपर्ने हुन्छ। ओके, सो पासवर्डलेस एसएसएच गर्ने कसरी, सो पासवर्डलेस एसएसएच गर्नको लागि चाहिँ एसएसएचको की चाहिँ युज गरेर की जेनेरेट गर्ने। ओके, सो यसले चाहिँ आरएसए की जेनेरेट गर्छ, जुन चाहिँ ID_RSA भन्ने फाइलमा हुन्छ। ओके, सो यो चाहिँ के गर्नु पऱ्यो, भिएम2 को अथोराइज कीमा पनि सेयर गर्नु पऱ्यो। सेयर गर्ने कसरी, एसएसएच कपी आइडी भनेर नि सेयर गर्न मिल्छ अथवा म्यानुअली यसलाई कपी गर्दै पनि भयो। ओके, यो पनि गरियो। अब यसपछि के गर्ने, आजको थ्योरिटिकली चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ लेट्स से भिएम1 मा चाहिँ हामीले के गरिन्छ भन्दाखेरि test.c भनेर एउटा एमपिआईको प्रोग्राम फाइल बनाइयो, जुन चाहिँ सी प्रोग्राममा छ। ओके, सो यसलाई के गरिन्छ, हामीले कम्पाइल गरिन्छ। सो कम्पाइल गरेपछि हामीसित के आउँछ, यसको बाइनेरी आउँछ। लेट्स से यसको बाइनेरी के हो भन्दाखेरि चाहिँ आउटपुट। ओके, सो यो आउटपुट भन्ने बाइनेरी चाहिँ के हुनु पऱ्यो भन्दाखेरि चाहिँ यो भिएम2 मा पनि हुनु पऱ्यो। ओके, कसरी पठाउने यो भिएम2 मा, म्यानुअली कपी गर्दा नि भयो। लेट्स से हामीसित दुईवटा मात्रै भिएम छ र हामीले म्यानुअली कपी गर्दा पनि भयो। यदि हामीसित मल्टिपल अरू भिएम छ भने यस्तो म्यानुअली कपी गर्दाखेरि चाहिँ अलिक इफेक्टिभ भएन। सो के गर्ने भन्दाखेरि चाहिँ नेक्स्ट स्टेपमा चाहिँ हामीले एनएफएस चाहिँ क्रिएट गराउनु पर्ने चाहिँ भनेको नेटवर्क फाइल सिस्टम। सो यसमा के हुन्छ, हामीले एउटा सेयर डाइरेक्टरी बनाइन्छ। सो यो सेयर डाइरेक्टरी बनाइसकेपछि के हुने भयो भन्दाखेरि भिएम2ले पनि जुन भिएम1 मा आउटपुट भन्ने बाइनेरी छ यसलाई चाहिँ के गर्न पाउने भयो, एक्सेस गर्न पाउने भयो। यसरी दुईटै भिएमले यो आउटपुट भन्ने बाइनेरी चाहिँ एक्सेस गर्न पाउने भयो। अब यो भइसकेपछि के गर्ने, अब के हुन्छ भन्दाखेरि चाहिँ लेट्स से हिजोको इक्जाम्पलमा के थियो, हामीसित एरेस थियो। ओके, सो त्यो एरेमा के थियो भन्दाखेरि चाहिँ लेट्स से अहिले हामीलाई चाहिँ इलिमेन्ट्सहरू थियो 1 र 2। अब इक्जाम्पलको लागि 1 र 2 लियौँ। अब भइदिन्छ के भन्दाखेरि चाहिँ यो 1 भन्ने इलिमेन्ट चाहिँ हाम्रो भिएम1 मा क्रिएट हुने एउटा प्रोसेसले लिन्छ, यो 2 भन्ने इलिमेन्ट चाहिँ हाम्रो भिएम2 मा क्रिएट हुने अर्को प्रोसेसले लिन्छ। हामीले हेरेको पनि थियौँ एमपिआईमा कसरी मल्टिपल प्रोसेसहरू स्पोन गर्न सकिन्छ। ओके, सो यो 1 भन्ने चाहिँ भिएम1 मा भएको प्रोसेसले लियो र 2 भन्ने चाहिँ भिएम2 मा भएको प्रोसेसले लियो। सो भिएम1 मा भएको ओएसमा चाहिँ एउटा प्रोसेस स्पोन भयो, भिएम2 मा भएको ओएसमा चाहिँ एउटा प्रोसेस स्पोन भयो। दुईटाले एउटा इलिमेन्ट लियो र एउटा इलिमेन्ट लिइसकेपछि तिनीहरूको के गरे, स्क्वायर गरे। सो 1 को स्क्वायर भिएम1 मा भयो, 2 को स्क्वायर भिएम2 मा भयो। ओके, सो 1 को स्क्वायर कम्प्लिट गरेर 1 आयो, 2 को स्क्वायर कम्प्लिट गरेर 4 आयो। सो यिनीहरूको सम निकालेर टोटल कति आयो, 5 आयो। सो जुन यो 5 आएको छ यो अल्टिमेटली कसले जाने भनेको थिएँ, ऱ्याङ्क 0 लाई जाने भनेको थिएँ। अब मैले भनेको थिएँ फर्स्ट प्रोसेस भिएम1 मा क्रिएट भयो भने यसमा हुने प्रोसेसको ऱ्याङ्क कति हो, 0। सो यसमा हुने प्रोसेसको ऱ्याङ्क कति हो चाहिँ 1। सो अल्टिमेटली यो 5 भन्ने भ्याल्यु चाहिँ कहाँ जाँदो रहेछ, ऱ्याङ्क 0 मा जान्छ भनेको मतलब भिएम1 मा जाने रहेछ। सो भिएम1 मा भएको उबन्टुमा के आउने भयो, आउटपुटमा चाहिँ 5 भनेर आउने भयो। यसरी एरेमा भएको इलिमेन्ट चाहिँ दुईवटा मेसिनमा डिभाइड भएर होइन, सो त्यहाँ आफ्नो मेसिनमा कम्प्युट भएर चाहिँ फाइनल चाहिँ कहाँ आयो, भिएम1 मा आयो। सो यसरी चाहिँ हामीले के गर्यौँ, रनिङ एमपिआई इन अ ल्यान्ड क्लस्टर। सो नेक्स्ट भिडियोमा चाहिँ हामीले यसलाई प्र्याक्टिकली गर्छौँ।